नमस्ते सबैजनालाई। आजको यो भिडियोमा चाहिँ हामी सीमा सोधिने 20 मार्क्सको म्याथ भनेर जुन सोधिन्छ यसलाई चाहिँ कसरी पढ्ने, के गर्नुपर्छ, यसमा कस्तो टाइपको क्वेसन सोधिन्छ भनेर फुल पढ्छौँ। यदि तपाईँको फिजिक्स, केमिस्ट्री र बायोलोजी पढिरहनु भएको छ तर म्याथमा चाहिँ तपाईँको मार्क्स आइरहेको छैन अनि ऱ्यान्डमली मार्क्स ल्याइरहनु भएको छ भने त्यसले धेरै टाइम काम गर्दैन। सो 20 मार्क्सको एक्जाममा सोधिनेछ, इजी छ, कसरी पढ्दाखेरि चाहिँ म्याथलाई ट्याकल गर्न सकिन्छ भन्ने कुरा चाहिँ यो भिडियोमा हामी डिस्कस गर्छौँ। म्याथ चाहिँ सीईमा हुने सबै एक्जाममा चाहिँ 20 मार्क्सको सोधिने गरिन्छ, ठिक छ। सो म्याथको फुल गाइडेन्स, सिलेबस ब्रेक चाहिँ हामी यो भिडियोमा पाउन सक्छौँ र कसरी क्वेसनहरू सोध्छन् भन्ने कुरा पनि हामी डिटेल रूपमा गर्छौँ। सो फर्स्टमा अफिसियल स्ट्रक्चर चाहिँ कस्तो छ त भन्दाखेरि सीईको 200 मार्क्समध्ये 20 मार्क्स चाहिँ हाम्रो यहाँबाट सोध्छ। सो त्यहाँमध्ये न्युमेरिकल रिजनिङबाट 5 क्वेसन सोध्छ, भर्बलबाट 5 क्वेसन, लजिकलबाट 5 क्वेसन र स्प्याटियल अथवा एब्स्ट्र्याक्ट रिजनिङबाट 5 क्वेसन सोध्छ। जसरी गर्दाखेरि 4वटा सेक्सन छ, 5 फोजा गर्दाखेरि 20 मार्क्सको सोध्छ, 20 क्वेसन 20 मार्क्सको सोध्छ। यो कुरा बुझ्नु पऱ्यो। यो मेडिकल एमइसीले लिने सी एक्जामको नेपालमा, ठिक छ। म्याथ फर सी नेपालको लागि फर्स्टमा केले बुझ्नु पऱ्यो त भन्दाखेरि फर्स्टमा क्वेसनको फर्मेट एड गर्नु पऱ्यो। मेन भनेको के छ त भन्दाखेरि मार्क्स बढिरहेको छैन भने यसमा फर्मेट छ। जस्तै क्वेसन क्लिक हुनसाथ तपाईँले एकचोटिमा स्वाट मिल्ने टाइपको क्वेसन हुन्छ। जस्तै वाटर इमेज भयो, ठिक छ, मिरर इमेज भयो, न्युमेरिकल रिजन भयो, सिक्वेन्स एन्ड सिरिज टाइपको क्वेसन भयो, टाइम एन्ड वर्क भयो। सो त्यसमा क्वेसनको फर्मेट छ। त्यो फर्मेटको आइडिया क्वेसनको एन्सर घोक्नुभन्दा पनि त्यो फर्मेट बुझ्नुभयो भने तपाईँलाई अरू क्वेसन गर्न सजिलो हुन्छ। जस्तै फर्मेट बुझ्न साथ त अरूमा पनि त्यही फर्मेट युज हुनुभयो, त्यही स्टाइल युज हुनुभयो। सो फर्स्ट अफ अल अन्डरस्ट्यान्ड द फर्मेट, त्यसपछि पार्ट सम्झिनु, ठिक छ। 4 पार्ट हुन्छ, ठिक छ। प्र्याक्टिस प्याटर्न, त्यसको पार्टहरू के छन् त, यसरी गर्ने, यसपछि यो जान्छु, यसपछि यो गर्छु भनेर त्यो प्याटर्नहरू सम्झिने र प्याटर्न सम्झेपछि चाहिँ त्यो प्याटर्नलाई प्र्याक्टिस गर्ने। जस्तै एउटा कुनै फर्मेटमा ओर्कर र डेको फर्मेट चाहिँ 2-3वटा क्वेसन हेरेपछि ठ्याक्क सजिलो हुन्छ र यसमा चाहिँ सिल्ली मिस्टेकहरू हुन्छ। जस्तै वाटर इमेज भनेको छ, वाटर इमेज हेर्ने टेक्निक सिकाएको हुन्छ, मैले पेपरलाई पल्टाऊ, यसरी उल्टो बनाऊ भनेर, ठिक छ। मिरर इमेज बनाउनु सिकाएको हुन्छ अनि वाटर र मिरर इमेज सिकाइरहँदाखेरि पनि सिल्ली मिस्टेक गर्छौँ भने त्यस्तो मिस्टेकलाई कसरी एभोइड गर्ने भन्ने चिज चाहिँ हामी यहाँ बुझ्छौँ है त। वाट इज म्याथ कुरा मजाले थाहा छ है। रिजनिङ सेक्सन हुन्छ, मेमोराइजेसन गरेर युज हुँदैन। रिजनिङ चाहिन्छ अलिकति, त्योवाला थर्ड चाहिन्छ। क्वेसन सर्ट हुन्छ बट ट्र्याप्स आर कमन। क्वेसन इजी हुन्छ बट त्यहाँनिर झुकाउन सक्ने बढी हुन्छ। त्यही भएर फिजिक्स, केमिस्ट्री र बायोलोजीमा चाहिँ छुट्याउनको लागि अझै यहाँनिर चाहिँ सेलेक्सन गर्नलाई सजिलो हुने र म्याथको इन्ट्रोडक्स गरेको हो, ठिक छ। स्मल सेक्सन छ बट युजफुल फर ऱ्याङ्क इम्प्रुभमेन्ट, तपाईँको ऱ्याङ्क बढाउनुको लागि चाहिँ म्याथले धेरै नै हेल्प गर्छ। सो म्याथ चाहिँ हाउ यु थिङ्क भन्ने कुरा चाहिँ तपाईँलाई चेक गर्छ, ठिक छ। स्टुडेन्टलाई के मेसेज छ त, डु नट फियर म्याथ, म्याथलाई फियर गर्ने होइन, त्यो प्याटर्न बुझ्ने हो क्वेसनको, यसरी सोध्छ भनेर अनि स्टेप बाई स्टेप चाहिँ त्यो क्वेसनलाई के गर्ने हो, सल्भ गर्ने हो। फर्स्ट टाइपमा सोध्छ न्युमेरिकल रिजनिङ। न्युमेरिकल रिजनिङबाट फेमस क्वेसन भनेको पर्सेन्टेज, रेसियो, एभरेज, प्रफिट एन्ड लस, टाइम एन्ड वर्क, स्पिड टाइम, सिम्पल इन्ट्रेस्ट, न्युमर सिरिज, ठिक छ। त्यसपछि बेसिक अपरेसनहरू पढ्छौँ। जस्तै सिरिजमा 2, 4, 8, 16 हुन्छ। त्यसपछि के आउँछ त भन्दाखेरि 32 आउँछ। 2 to the 4, 2 4 जा 8, 4 to 8, 8 to 16, 16 to 2 टाइम्स चाहिँ बढाएर छ। त्यो 2 प्याटर्न, 2 टाइम्स चाहिँ मल्टिपल भएको प्याटर्न, यसरी चाहिँ सोध्छ। सो राइट गिभन डाटा, ठक्क क्वेसनमा दिएको रिटर्न डाटा लेख्ने। अपरेसन प्याटर्न के छ त, टाइम एन्ड वर्कको यो फर्मुला, यो प्याटर्नको सिम्पल इन्ट्रेस्टको यो फर्मुला, ठिक छ। बेसिक अपरेसनको यो भने अनि कुन चाहिँ अप्सन ठिक छ, ट्याक्क टिक लगाउने, यो चिज हामी गर्छौँ, ठिक छ। भर्बल रिजनिङको के छ त भन्दाखेरि सिनोनिम्स, एन्टोनिम्स, किन यो भइरहेछ। जस्तै ए इज रिलेटेड टु बी, बी इज रिलेटेड टु सी भन्ने कुरा चाहिँ हामीले यहाँनिर चाहिँ हेर्छौँ, ठिक छ। कोडिङ र डिकोडिङ, जस्तै ए भनेको 1, बी भनेको 2, ठिक छ। जस्तै उल्टो नम्बरबाट दिन थाल्यो, ठिक छ। यसलाई 26 मान्दो र यसलाई 27 मान्दो र स्टार्ट त जहाँबाट पनि गर्न पाइयो नि त, ठिक छ। 26 अल्फाबेट जहाँबाट पनि स्टार्ट हुनु र 23 भनेर नि मान्न पाइयो नि त। सो यसलाई 23बाट स्टार्ट गरेको छ भने बीको प्याटर्न 24 हो कि सीको 25 हो कि, यसरी हुन्छ। इन्क्रिज भइरहेको अर्डर छ कि डिक्रिज भइरहेको अर्डर भन्ने कुरा त्यहाँ डिकोडिङ र कोडिङ बुझ्नु पऱ्यो। डिरेक्सनहरूको कुरा हुन्छ, ब्लड रिलेसन, यसको बाजेको यो भयो भने तपाईँको हो भन्ने टाइप क्वेसन सोध्छ। सो यसमा चाहिँ रिड बोर्ड हो, दुइटैबाट रिलेसन के छ भन्ने थाहा पाउनु पऱ्यो अनि म्याच द सेम रिलेसन, ट्याक्क यो कुरा थाहा पाउँछौँ हामीले। क्वेसन प्याटर्न हेर्छौँ, ठिक छ। जस्तै डक्टर रिलेटेड हस्पिटल, टिचर रिलेटेड वाट, डक्टर हस्पिटल, टिचर, काम वर्क बेस्ड टिचर कहाँ हुन्छ, स्कुलमा। त्यस्तो चिजहरू सिम्पल है त। अहिले यहाँ कमन इक्जाम्पल दिएर गरिरहेको छौँ। जस्तै लजिकल सिक्वेन्समा नम्बर सिरिज हुन्छ, अल्फाबेट सिरिज हुन्छ, क्यालेन्डर भयो, ऱ्याङ्किङ भयो, सिटिङ अर्डर, अगाडि 22 जना थिए, पछाडि 23 जना थिए, टोटल कतिजना थिए, यस्तो टाइपको सोच्छ। अड एन्ड बाउट, सिम्पल पजलहरू टाइपको दिइरहेको हुन्छ लजिकल रिजनिङमा। जस्तै ए आयो, सी आयो, एफ आयो, जे आयो, ओ आयो, के छ त भन्दाखेरि ग्याप छ। ए पछि सी भनेको 2टा ओड पछि आउँछ, सी पछि एफ भनेको 3टा आउँछ, एफ पछि चाहिँ 4वटा, त्यसपछि जे पछि ओ 5वटा, ओ पछि के 6वटा, 6वटा स्टेप पछि के आउँछ,
एबिसिडी अफ JJKLMN OPQRSTU UI यसरी यस्तो टाइपको चाहिँ बुझ्नुपर्छ। चाहिँ ग्याप थाहा पाउनु पऱ्यो, पोजिसन थाहा पाउनु पऱ्यो, अनि जुन रङ एन्सर हुन्छ त्यसलाई एलिमिनेट गरेर राइट एन्सरमा टक्क लाएर गोलो लगाउनु पऱ्यो एमआर। ठिक छ। अब स्प्याटियल अथवा अब्स्ट्र्याक्ट रिजनिङ भन्छ। यसमा चाहिँ मिरर इमेज र वाटर इमेजको म टेक्निक सिकाउँछु। पेपरमा लेख्नुहोस्, पछाडिपट्टि फोल्ड गर्नुहोस्, उल्टो बनाउनुहोस् भनेर सिकाउँछु। फिगर सिरिज हुन्छ, जस्तै यो भयो, यसको मिसिङ पार्ट के हो अथवा यसलाई कम्प्लिट गर्ने पार्ट के हो भन्ने टाइपको हुन्छ। इमिडिएट फिगर, अड फिगर, यहाँबाट कुन चाहिँ मिल्दैन भन्ने टाइपको हुन्छ। यसमा चाहिँ ट्र्याक कर्नरहरू गर्नुपर्छ। जस्तै रेक्ट्याङ्गल दिइरहेछ भने यसको यो कर्नरलाई चाहिँ कुन चाहिँ फिट हुन्छ भनेर सोधे हुन्छ। सो कुन चाहिँ फिट हुन्छ भनेर दिमागमै गर्नु पऱ्यो। ठिक छ। सो रोटेट मेन्टल्ली अनि रिमुभ इम्पोसिबल अप्सनलाई रिमुभ गर्ने, त्यहाँबाट कुन चाहिँ ठिक हुन्छ ट्याक्क थाहा हुन्छ हामीलाई। त्यसरी अल्टरनेट गर्दै गएपछि हुन्छ। सो स्मार्टली कसरी गर्ने, स्लोली पढ्ने, बिस्तारै पढ्ने, धेरै टेन्सन नगर्ने। 20 मार्क्स हो, तर 20 मार्क्सले तपाईँको ऱ्याङ्क इम्प्रुभ गर्न सक्छ। फिजिक्स, केमिस्ट्री, बायोलोजीतिर तपाईँको ऱ्याङ्क मार्क्स घटेको खण्डमा पनि म्याथले तपाईँलाई इन्क्रिज गराउन सक्छ। ठिक छ। म्याथले ऱ्याङ्किङलाई म्याटर गर्छ। ठिक छ। फाइन रुल, त्यसपछि प्याटर्न थाहा पाउनु पऱ्यो, त्यसपछि अप्सन इलिमिनेट गर्ने र सबमिट गर्ने गर्यो। ब्लाइन्ड गेसिङ गर्नुभयो भने 1-2 वटा मिल्छ। नेगेटिभ मार्किङ छ, नेगेटिभ मार्किङले त बिजोग्ने बनाउँछ। सो गेस गर्नु साटो हल्का प्याटर्नमा चाहिँ हामी पढ्ने। सो फाइनल चेकलिस्ट, प्र्याक्टिस अल 4 पार्ट्स। ठिक छ। कि भयो स्मलर फर्मुला सेट, जस्तै प्याटर्नहरू हुन्छ। ठिक छ। ओक्डे यो फर्मुला। ठिक छ। अल्फाबेटिक अर्डरको डिकोडिङ एन्ड डिकोडिङमा यो हुँदो रहेछ। मिस्टेक के गरिरहनु भएको छ त्यसको लागि एउटा मिस्टेक कपी बनाउनु, रिभाइज गर्नु, टाइमर गरेर सर्ट टाइममा ऱ्याङ्क बुस्टरको लागि हेल्प गर्छ। फर्स्टमा क्ल्यारिटी, त्यसपछि स्पिड सेकेन्ड, त्यसपछि एक्युरेसी अलवेज चाहिँ मेन्टेन गर्नुपर्छ। र म्याथ रिलेटेडको चाहिँ मैले तपाईँहरूलाई फ्री सिरिज पनि लिएर आउन लागिरहेको छु। सो इफ यु वान्ट द फ्री सिरिज अनि यसको मसँग म्याथको इम्पोर्टेन्ट क्वेसनहरू छन्, क्वेसन कलेक्सनहरू छन्, सोल्युसन भिडियोहरू छ, त्यो चाहिन्छ भने तपाईँले यो नम्बरमा वाट्सएप गर्न सक्नुहुनेछ 9705206120 र एउटा PDF छ जसमा चाहिँ म्याथ रिलेटेड सबै टेक्निक छन्, क्वेसनहरू छन् जुन चाहिँ सीईको लागि इम्पोर्टेन्ट छ। त्यसको लागि चाहिँ तल डिस्क्रिप्सनमा अथवा कमेन्ट सेक्सनमा एउटा गुगल फर्म छ, प्लिज त्यो गुगल फर्म फिलअप गर्नु होला। तपाईँलाई म त्यो PDF चाहिँ मेल अथवा त्यहाँनिर लेखिएको वाट्सएप नम्बरमा सेन्ड गरिदिन्छु। भिडियो कस्तो लाग्यो त्यो पनि छुटाउनु नभुल्नु होला। र फर्स्टमा तपाईँलाई कुन लेसन चाहिन्छ, कुन पार्टबाट स्टार्ट गरौँ, त्यो भिडियो त्यो पक्कै पनि कमेन्ट गर्नु होला। र यदि सीई पढिरहनु भएको तपाईँको साथीलाई पनि यो भिडियो सेयर गर्न नभुल्नु होला। मेरो नाम सुरज ढुङ्गाना। भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा। टिल देन किप स्टडिङ, किप लभिङ। बाई बाई गाइज।